ल हामी अब नगरकोट जाँदैछौँ गाइजहरू। ल ल ल ल ल ल नगरकोटको उकालो होइन सिधै जाने हो। यति ओह्रालो थियो अनि म आनन्दले आइहाल्यो। मैले स्टार बन्द गरेर आएको। अनि किन गर्नुभएको टाटा थियो चिसो पनि भयो। बाटो आएको छ एकचोटि आएको छु अनि के नापेको त्यहाँ त होइन यो बाटो त्यहाँ त्यो ठाउँबाट आएको त्यहीबाट अनि त्यहीबाट यही बाटो आएको यही बाटो हो जस्तो लाग्छ है। डर आहिले क्या मलाई डर आएको बेला साथीहरू स्कुलहरू अनि डरको डाउट छ भनेर ल्याएका थिएँ म पुरै डरले ग्रस्त भएको थिएँ। नालाबाट आएको र नालाबाट होइन त्यसो भए होइन नालाबाट होइन उता माथि कमलबिलाई जाने बाटोबाट कमलतिरबाट हिँडेर आएको कमलबिलाई होइन उता माथितिर जाने बाटो नि भैँसकाटी भैँसघाटी उता उसबाट टाँगाबाट आँगा अँ पुगेन होइन मैले थाहा छैन अनि भैँसघाटी भनेको उता त थाहै नगर्छु ढुक्यो नि त भयो ए काम रहेछ यो मान्छे झुटो बोलिरहेछ है। बस त्यहाँ सेल्फी ल्याएको थियो मैले क्यामेराले खिचिरहेको थिएँ नि त। जङ्गललाई कुद्रो सुतेर जाने हो क्या भनेर त्यही तलको जङ्गलमा कुद्रो सुतेर जाने सुत्ने त सुत्ने जङ्गलको बाटो तर शीतल छ क्या है आनन्द क्या उताबाट भए बियर खाऊ भन्ने मात्र बियर खाउँदैन अहिले। त्यहाँबाट 45 मिनट होइन चौतरीको बर बिस्तारै आएको छ नि बिस्तारै आएको छ। पुरै ओह्रालो रहेछ है
त्यही भएर आनन्दले आएको हो क्या मलाई थाहा थियो क्या यो त्यहाँसम्म आएपछि यहाँबाट त घरसम्म पुग्दिनँ हो नि तर त्यो हामी अघि हामी क्रस काटेको थियौँ नि हाम्रो घरबाट त्यहाँसम्म पुग्छ आरामले स्टार्टै नगरे निस्किएर पनि के यो त नगरकोटको टाढा आइहाल्यो होला यही बाटो अर्किनु यही बाटो यहाँबाट बाजी होइन यताबाट चाहिँ हो कि कहाँ जानु लाग्यो यहाँबाट माथि चाहिँ ढेका होइन यहाँबाट यता यता कता यता हामी आएको यो बाटो फर्केको त्यो बाटो होला पानी खाने महँगो होला रेड बुल एक्सट्रिम खालि एक्सट्रिम अब स्टार्ट बन्द गर गाइजहरू हामी चाहिँ पेट्रोल चलाउनु नि अब यति चाहिँ उकालो थियो अहिले पुरै ज्वरो आइदियो है मैले चलाइदिएँ साथीहरू चलाइदिएँ आँखाहरू त थाकेको हामी हिँडेर आउँदैन हिँडेर आउँथ्यो नि अब के बाइक साइक थिएन अनि नगरकोटको गाडी चढ्यो त्यहाँबाट यहाँसम्म हिँडेर बिहारै खाइदियो बिहारै आटो लेस नगर बिलिकी जान्छ हेर्सकोमा लगेर पागल मेरो बताइहेर्नु